आदरणीय गुरु जयराज भट्टराईज्यूले लेख्नुभएको यो कथा सङ्ग्रह म वाचन गरेर यहाँलाई सुनाउँदैछु। चोर गोजी। बा मेरो हिँड्ने बेला भयो। खासमा बा मेरो हिँड्ने बेला भएको साहित्यिक अर्थ चाहिँ बा तपाईँले मलाई खर्च दिने बेला भयो हुन्छ। बा बाहिर निस्के। सुरुमा एउटा 500 दिँदै बाले भने यसको तेल हाल्नु। पत्रीको जङ्गलमा कुद्दा कुद्दै स्वाट्टै तेल सकियो भने थोरै तेलमा कहिल्यै हिँड्नु हुँदैन, अभर परिन्छ। हुन्छ बा। अर्को 1000 दिँदै बाले भने यो हप्ताभरिको अन्य खर्च। हुन्छ बा। खर्च भेटिहाल्यो, अब के रुँगेर बस्नु। मोटरसाइकल चढेर घरेर पारिसक्दा बा फेरि कुदेर आए, हातमा अर्को 1000 बोकेर। त्यो दिँदै बाले भने यो भित्री गोजीमा हाल। लामो बाटोमा के हो कुखुरोको चल्लो किचियो भने 100 को फिस्टेलाई 1000 भन्छन्। दाम तिर्न सकिएन भने झापु खाइन्छ। त्यो पनि पट्याएर सानो पारे र चोर गोजीमा खुसुक्क घुसारे। लो अब जा। म कुदिहालेँ। पछाडिबाट बाको चर्को उर्दी आयो। लघुशङ्का लागेको छ भने यही पेट खाली गरेर जा। भरे पथरी काने पोखरीतिर बाइक रोकेर जङ्गल नपस्नु, डाका लाग्छन्। हत्तेरी कत्रो ठुलो स्वर छ हाम्रा बाको। सारा भाङबारी टोलले सुन्ने होला। 500 मिटर जति अगाडि पुगेको थिएँ। गोजीको मोबाइलमा भाइब्रेसन भयो। रोकेर हेरेँ, स्क्रिनमा बा कलिङ देखियो। फेरि के कान फुक्न आँटे बाले। फोनमा बा बोले 1 मिनटलाई घर आइज अनि जा। धत्तेरी बाको ल्याङल्याङ किन नसिद्धिएको। म फर्केर गएँ। बा बाटोमै बुहेका रहेछन्। हातमा अर्को 1000 थियो। त्यो दिँदै बाले भने यो पनि भित्री गोजीमा गज्जे घर। बाटामा कुकुरै किचिन्छ भन्ने के छ र। आजकलका रोडमा बाख्राका पाठाहरू धेरै उफ्रिन्छन्। सानो पठ्याक्रो किचियो भने पनि असाध्यै चर्को दाम भन्छन्। तिर्न सकिएन भने थाना पुर्याउँछन्। मोटरसाइकल घुमाएर म उडिहालेँ। पछाडि बाको शुभ यात्रा मन्त्र मधुरो हुँदै गयो। मङ्गलम भगवान विष्णु, मङ्गलम गणध्वज, मङ्गलम। हिसाब किताबको हिक्का नराख्ने मान्छे चाहिँ बा हुँदै होइनन्। प्रत्येक भेटमा बा सोच्छन् के गरिस्, कति फर्काएर ल्याइस्। कापी कलम, खाजा नास्ता, रिचार्ज कार्ड, मैले खर्चका अनेक अकाट्य र अनिवार्य शीर्षकहरू पत्ता लगाएको छु। यिनै शीर्षकहरूलाई कलात्मक ढङ्गले बाका सामु राख्छु र बाका गोजीबाट आफ्ना चोर गोजीसम्म मनी ट्रान्सफर गरिरहन्छु। बरा बा हाँस कुरा र बाख्रा पाटा किच्चिने सम्भावित दुर्घटनालाई समेत सम्झेर रकम दिन्छन्। खासमा यो मोटरसाइकल हात पार्न पनि मैले धेरै तिग्राम गर्नु परेको थियो। दुनियाँ मोटरसाइकलमा कुद्छ आजकल। म चाहिँ सिट्ठा। बस चढ्दिनँ म उपरान्त। बरु पढाइ छाडिदिन्छु। क्याम्पस गोली मारिदिन्छु। मान्छेहरूको भिडमा च्यापिएर बसमा ओहोरदोहोर गर्न सक्दिनँ म। त्यसपछि घरमा रात दिन रणाको मच्याएँ। केही साग भात छाडेँ। भान्सामै पसिना। घरका सदस्यहरूसँग बोलचाल ठप्प भयो। गरी नलाग्ने देखेर आमाले बालाई भने किनिदिउँ। अब के गर्नु त। छोराले रहर गर्यो। आज जेसुकै होस्, यावत जीवेत सुखम जीवेत ऋणम कृत्वा घृतम पिवेत। अन्तत बा मूर्खस्य ठिङ्ला बलम भन्दै गाउँ पसेका थिए। कसकाबाट हो कुन्ने डाउन पेमेन्टलाई पुग्ने पैसो लिएर आएछन्। अनि 2 महिना भयो बाइकमा बत्तिन सुरु गरेको र यो सँगै सुरु भयो अतिरिक्त रकम सङ्कलन। अनि बाका लागि पनि नयाँ काम सुरु भयो। चारतिरबाट मोटरसाइकल सम्बन्धी डरलाग्दा समाचार सुन्ने र चिन्तित हुने। यो चिन्ताको मूल जरो चाहिँ हर बिहान घरमा आइपुग्ने स्थानीय दैनिक अखबार हो। यसमा छापिएर आउने सवारी सम्बन्धी घटनाहरूले बाको विशेष ध्यान तान्छन्। बा पढ्छन्। घटना 1। जङ्गलमा डाका लाग्यो। एक यात्रुसँग जम्मा 50 रुपियाँ मात्र रहेछ। पैसा नबोकी यात्रा गर्छस् भन्दै डाका समूहले ती यात्रुलाई बेसरी कुट्यो। घटना 2। केर्खा चोकमा मोटरसाइकलले हिर्काएर सुँगुरको पाठो मार्यो। त्यसको बिगो तिर्न नसक्दा स्थानीयद्वारा मोटरसाइकलै जफत। घटना 3। रत्नपुलम मोटरसाइकलको ठक्करले एक पैदल यात्रीको कुकुर दाँत फुक्लियो। घाइते र सवारी चालकबीच नयाँ दाँत हाल्न 5000 रुपियाँ दिने सहमति भइसक्दा पनि घाइतेकी श्रीमती मानिनन्। उनले नयाँ दाँत सुनको हाल्नुपर्ने र त्यसका लागि 50,000 तिर्नुपर्ने घोषणा गरिन्। अन्तमा 30,000 मा कुरो मिल्यो। घटना 4। साँझपख मोटरसाइकलमा एक युवक इटहरीबाट पूर्वतिर आइरहेको थियो।
खोर्सानी चोकमा एउटी युवतीले रोक्ने इसारा गरिन् र आफूलाई उर्लाबारीसम्म पुर्याइदिन अनुरोध गरिन्। कि धपक्कै बलेकी जस्ती राम्री थिइन्, उसले ती राम्रीलाई थपक्क आफ्ना पछाडि बसायो र कुद्यो। बाटाभरि ती राम्रीसँग भएका रसिला कुराकानीमा केटो डुबेको थियो। तिनले आफ्नो घर उर्लाबारीबाट थोरै भित्र दुर्गापुरी र इटाहाराका बीचमा भएको कुरो गरिन् र सकिने भए त्यहाँसम्म पुर्याइदिन बिन्ती बिसाइन्। साँझ झमक्क परेको थियो, तर किन नसक्नु। केटो चोकबाट दक्षिणतिर हानियो। राम्रीले दुर्गापुरी चोकदेखि अलि अगाडि रोक्न भनिन्। जसै केटोले मोटरसाइकल रोक्यो, उसले धन्यवाद भनिन् र ताली बजाइन्। बजाइसक्दा हुरुरु 5 जना मुङ्ग्रेहरू आएर घेरे। एउटाले केटाको गर्दनमा हँसिया राखेर रेटौँला झैँ गरेछ। अनि त फिल्मी शैलीमा ऊ लुटियो। टोपीदेखि जुत्तासम्म केही बाँकी रहेन। रुँदै कराउँदै ऊ अर्धनग्न र अर्धमूर्छित अवस्थामा दुर्गापुरी चोक आइपुगेको थियो। भोलिपल्ट यो खबर उड्दै उड्दै मेरा बाका कानसम्म आइपुग्यो। यस घटनालाई बाले विशेष गम्भीरताका साथ लिएका छन्, किनभने गएको हप्ता म हिँड्ने बेला बा मेरा कानमा आएर फुस्काउँछन्, धृत कुम्भ समानारी तप्तङ्गार सम पुरम तस्माद घृणेछ बङ्नेछ स्तपयत बुध। मैले बुझिनँ बा, बाले मसिनो स्वरमा भने। तैँले यति मात्र बुझे हुन्छ, जान्ने सुन्ने मान्छेले घिउ र आगोलाई एकै ठाउँमा राख्नु हुँदैन। यस्ता खाले लुटिने र कुटिने समाचार आफ्नो छोराको नाममा फेरि नछाप्युन्। छोरो लुटेराको घेराबन्दीमा पर्न सक्ने रहेछ। सुँगुर, बाख्रा पाठा, हाँस कुखुरा बाटो काट्दा आँखा चिम्लिन्छन्। भुत्तिएर आएको सवारीले पैदल यात्रीलाई छोइसक्दा तिनीहरूको दाँत फुक्लिन्छ, घुँडो खुस्किन्छ। अलिअलि दरफरिए मात्र भने पनि कोहोलो मच्याउँछन्। यस्ता घटना घटाएर तिरो भरो गर्न सकिएन भने त्यतै झापु खाइन्छ। यी सारा चिन्ताले बाको निद हरण गरेको छ। अनि बाका चिन्ताहरू रुपैयाँमा रूपान्तरण हुन्छन् र ती नोटहरू मेरो गोजीमा लस्करै बस्छन्। अस्ति शुक्रबार पारेर घर आएको थिएँ। अहिले तेस्रो महिनाको मध्यमासु र मेरो चोर गोजीमा 8,000 जम्मा भइसकेको रहेछ। आज बिहानै मोटरसाइकल बाहिर निकालेँ, धोइ पखाली चम्काएँ। आमाले चिया ल्याइन्। बा, आमा र म चिया पिउँदै गर्दा छिमेकी काका आइपुगे। लु आउनुहोस् भाइ, बस्नुहोस्, चिया खाउँ। बाले मुढा दिँदै भने। काका बोले, चिया नखाउँ दाजु, म बस्न भन्दा पनि हिँडिहाल्न आएको। त्यो मेरो काम के भयो? आजको मिति दिनुभएको तपाईँले। अहिले बिहानै अबर परेमा लौ न। बाले लामो सास ताने र भने, होइन भाइ, म समस्यामा छु। तत्काल मसँग 3,000 मात्र छ। त्यो पनि अहिले एकछिनमा छोरो बिदा गर्नु छ। मलाई भोलि बेलुकासम्म समय दिनु, कतै खोजिमेली जोगाड गर्छु। काका अलि टेढो आवाजमा बोले, हत्तेरी, तपाईँले 7 दिनमा फिर्ता गर्ने वचन दिएर लिनुभएको थियो। 1 महिना भइसक्यो। खाली हात नफर्काउनु भयो हुन्थ्यो। साह्रै अभरमा छु म। भोलि बेलुकासम्म पक्का भाइ, फरक पर्दैन। काका भोलि बेलुकासम्मको भाका बोकेर चिया नखाइ हिँडे। आमाले सोधिन्, कति दिनुपर्ने हो यिनलाई? 15 भने बाले। छिमेकी काका त हिँडे, तर म हिँड्न सकिनँ। बा, मेरो हिँड्ने बेला भयो भन्न मुखै लागेन। सरासर बाका समुन्ने गएँ। बाले सर्टको गोजीबाट 2,000 निकाले। यी, यो तँलाई खर्च। त्यो 2,000 मैले समाउनै सकिनँ। कस्तो स्थिति? बा, 15,000 को अभरमा परेका छन् र मेरो चोर गोजीमा बाकै 8,000 बसिरहेका छन्। मलाई के भो चोर गोजीमा हात छिराएँ। मेरो हत्केलाले गोजीभित्रको 8,000 स्पर्श गर्यो। टीका क्रिएसन सत्यको सर